एभ्रिवान, आज मेरो बारीले के दिन्छ हेरौँ है त। यो चाहिँ तानेबोडी यो चाहिँ हाम्रो घिरमलाको बोट हो। यसमा धेरै हामीले घिरमलाको फिमेल फ्लावर त देख्यौँ, तर एउटा पनि फल्न सफल भएको छैन। इफ कसैलाई चाहिँ केही नलेज छ किन यो फलिरहेको छैन भन्ने कसैलाई केही आइडिया छ भने कमेन्ट सेक्सनमा चाहिँ आफ्नो सल्लाह सुझाव दिनु होला। अनि मेरो अर्को बारीमा चाहिँ यस्तो मकै बोडी पनि फलेको छ, प्लस फर्सीको मुन्टा अनि फर्सीहरू पनि फलेको छ। म हजुरहरूलाई देखाउँछु है त। यो चाहिँ हाम्रो बारीको सबैभन्दा ठुलो फर्सी हो। यो चाहिँ अब यसबाट हामीले नेक्स्ट इयरको लागि बिउहरू कलेक्ट गर्छौँ। यो काँक्रा छ नि, यो अचार बनाउन राखेको हो। लेट्स सी अब के हुन्छ। यिनीहरू काँक्रा चाहिँ दसैँको लागि हो। यो चाहिँ डल्ले खुर्सानीहरू हुन्। डल्ले खुर्सानीहरू फल्दैछन्। टमाटर हार्भेस्ट गर्न थालिसकेको हामीले 2 हप्ता भइसक्यो। एकदम लिमिटेड छ हामीसँग टमाटर। सो आई थिङ्क मैले आज 3टा मात्रै हार्भेस्ट गर्छु होला। दे आर गोइङ टु बास्केट। मैले यति धेरै तरकारी टिपिसकेँ, सायद यो 1 हप्तालाई पुग्छ होला। र अब हामीले थोरै फुलहरू टिपौँ है त, बुके गराउनलाई। Oh my God! यो चाहिँ हाम्रो सनफ्लावर प्लान्ट हो। आई डोन्ट नो कति फुल्छ, तर यो एकदमै धेरै ढकमक्क फुलम्ला झैँ गएर कोपिला लागेको छ। लेट्स सी कति फुल्छ भनेर। आजको हार्भेस्ट यति भयो र मेरो अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।